हेलो एभ्रिवान। आज हामी फर्मबाट डाटा क्रिएट गर्ने पार्ट हेर्छौँ। अस्ति अफिसरले पोर्टफोलियोको डिजाइन देखाउनु भयो। हिजो निश्चय सरले डाटा क्रिएट कन्सेप्ट कनेक्सनको डाटा क्रिएसन गर्ने पार्ट देखाउनु भयो। आज चाहिँ म थोरै डिजाइन र थोरै डाटा क्रिएसनको पार्ट देखाउन गइरहेको छु। सुरु हामी के बनाउँछौँ भन्दाखेरि चाहिँ एउटा बुकको डाटा जुनमा चाहिँ बुकको नाम, जनरा, रेटिङ र डिटेल्स हुन्छ। त्यसलाई चाहिँ फेरि हामीले लिस्टबाट कुन कुन चाहिँ हामीले एड गर्यो भनेर देखाउँछौँ है त। ल स्टार्ट गरेँ। र सुरुमा हामीले फर्म बनाउनलाई चाहिँ मैले सुरुमा चाहिँ फर्म हाम्रो इलिमेन्टको लिस्ट यहाँ छ। इलिमेन्ट्स भन्नेमा त्यहाँबाट मैले फर्म सर्च गर्दा नि भयो। यहाँ फर्म यहीँ छ माथि फर्म ताने। यसमा चाहिँ हाम्रो इनबिल्ट बुटस्ट्र्यापको सिएसएस फ्रेमवर्क युज भएकोले हामीले सिएसको लागि चाहिँ बुटस्ट्र्याप क्लासहरू नै युज गर्दाखेरि सजिलो हुन्छ। त्यसैले मैले यसमा चाहिँ क्लास नेममा हामीले प्याडिङको लागि फर्मको मैले नाम पनि राखेको थिएँ फर्म भनेर। अब यसमा चाहिँ हामीले बुकको लागि चाहिने इनपुटहरू लिनको लागि चाहिँ अब एक्स्ट्रा इलिमेन्टहरू एड गर्छौँ। जस्तै लेबल एड गरेँ मैले। पहिला सुरुमा लेबल एड गर्नु भन्दाखेरि त्यो लेबल र इनपुटहरू सबै एउटा डिपभित्र राखौँ जसले गर्दाखेरि सजिलो होस्। ड्र्याग एन्ड ड्रपको लागि पनि सजिलो होस्। लेबल र इनपुट राख्यौँ। अब यसको लागि हामीले बुटस्ट्र्यापको क्लासहरू युज गरौँ। चाहिँ हाम्रो लिस्टहरू जस्तै माथि लेबल तल चाहिँ इनपुट देखाउँछ। अब यो एउटा हाम्रो तिनटै एलिमेन्ट एउटा टिममा छ। यसले गर्दाखेरि अब हामीलाई कपी गरेर सेम एलिमेन्ट्सलाई डुप्लिकेट गर्न सजिलो भयो। जस्तै अब लेबल दुईवटा चारवटा बनाउँछौँ। यो चाहिँ नेम हो। यसको लागि हामी कन्टेन्टमा यसको चाहिँ हामीले चाहिँ टेक्स्ट राखौँ। यसको नेम पनि नेम दिउँ। यसले चाहिँ हामीले यो नेमले चाहिँ हामीले फर्म डाटाबाट डाटा भ्यालुहरू तान्न सजिलो हुन्छ। यो हाम्रो जनरल राख्थ्यौँ यसलाई description अब सबै इनपुट हुन्छ। तर जेनराहरू डिस्क्रिप्सनहरू चाहिँ हामीले छुट्टै फर्म एलिमेन्ट्सहरू युज गर्छौँ। जस्तै जेनरलमा चाहिँ सेलेक्टको अप्सन राखौँ किनकि कुन जेनरल भनेर चुज गर्नलाई हामी सजिलो होस्। त्यसैले मैले यो इनपुट हटाएर यहाँ चाहिँ मैले सेलेक्ट एलिमेन्टलाई चाहिँ तान्छु। यो चाहिँ अब चाहिँ यसमा चाहिँ के छ भन्दाखेरि फर्म सेलेक्टमा चाहिँ अब हामी अप्सनहरू राखौँ। अप्सनहरू राख्नु चाहिँ के राख्ने भन्दाखेरि चाहिँ हाम्रो अब बुकहरूमा के अब जेनरा हुन्छ त्योहरू हामीले राख्नुहुन्छ। अप्सनमा चाहिँ मानौ अहिले चाहिँ मैले राखेँ वाला के यसको भ्यालु राखौँ। अहिले पनि दुईवटा अप्सनमा त्यो फ्यान्टासी यसको होइन यो दुईवटा भयो। अब हामी दुईवटा छ। अब यो अप्सन चाहिँ हामी सेलेक्टमा ड्र्याग एन्ड ड्रप गऱ्यौँ। दुईवटा आयो। यसलाई चाहिँ हामीले अर्को इजिली अप्सन भनेको चाहिँ हामीले यो हाम्रो कोडबाट एचटिएमएलबाट पनि एड गर्नु मिल्छ। फ्यान्टासी हामीले जुन अप्सन राखेको थियौँ यहाँ दुईवटा यो देख्नुहुन्छ होला दुईवटा छ। अब यहाँबाट हामीले अर्को पनि एड गर्नु मिल्छ। जस्तै यस्तो चाहिँ जस्तो एडभेन्चर चाहिँ सुरुमा सबै टपमा चाहिँ अब सेलेक्ट गर्नको लागि दिने भए
सेलेक्ट र भन्ने एउटा अप्सन पनि दिउँ सरी जुनले चाहिँ माथि तलमा थियो त्यो चाहिँ अब सेलेक्टेड होस् अब यहाँबाट हामीले रन गरेर यसलाई चाहिँ इन्स्ट्यान्टली हेर्न पनि सक्छौँ अब यो हाम्रो अपडेट भयो होइन तिनवटा अप्सन छ यसै गरी अब यो हाम्रो सबै इनपुटहरूमा हामीले जस्तै यहाँ हाम्रो सबै लिस्टहरू देखिन्छ स्टाइलमा जस्तै आइडी क्लास टाइप होइन अनि साइज स्पेसिङ डिस्प्ले टाइप टाइपोग्राफीहरू सबै हामीले राख्न सक्छौँ यो इलिमेन्टको लागि अब मैले यसमा राख्न खोजेको भनेको चाहिँ प्लेस होल्डरको लागि हो प्लेस होल्डर यहाँ अदर्समा छ बुकको लागि राख्न सक्छौँ रेटिङमा पनि यहाँ मैले रेटिङको लागि अब सिलेक्ट भयो सिलेक्ट पनि मैले इनपुटभित्र टेक्स्ट जाँदैन टेक्स्ट एरिया यसको पनि हामी डिस्क्रिप्सन भनेर डिस्क्रिप्सन अब चाहिँ यो प्लेसहरू पनि राख्नु हुन्छ है त्यही हो अहिले हामी नर्मल्ली चाहिँ फर्म हाम्रो रेडी भएको छ यो फर्म माथि टपमा एडिट छ फर्म छ फर्मको आइडी छ लिस्ट ट्रेन्ड रेटिङ सबै छ है पनि देख्न सकिन्छ होइन यसले पनि अहिले मैले यसलाई चाहिँ डिजाइन कम्प्लिट भयो भने चाहिँ यसको एउटा सेभ गरेर नाम राख्छु है त भनेर राखेँ अब हाम्रो नर्मल डिजाइन चाहिँ रेडी भएको छ अब हामी चाहिँ यो हामी डाटा सेभ गर्ने कन्सेप्ट र कनेक्सन बनाउने पार्ट हेर्छौँ है त त्यसको लागि चाहिँ हामीले लाइफ साइकलमा जानुपर्ने हुन्छ लाइफ साइकलमा चाहिँ हाम्रो बिफोर रेन्डर आफ्टर रेन्डर अपडेट र नन चाइल्ड भन्ने छ बिफोर रेन्डर चाहिँ हाम्रो सबभन्दा सुरुमा डममा देखाउनुभन्दा अगाडि के गर्ने भन्ने कुरा यहाँ हामी गर्छौँ रेन्डर गर्छौँ अहिले हामीले चाहिँ के अरू गर्नुपर्ने भयो भने डिस्टर्ब रेन्डर र यसपछिको पार्ट भनेको आफ्टर रेन्डर हो आफ्टर रेन्डरमा चाहिँ डममा आइसकेपछि के गर्ने भन्ने कुराहरू हुन्छ अब यहाँ चाहिँ हाम्रो यहाँ सबै जुनहरू अब फर्ममा छ अब यहाँ चाहिँ हामीले गेट गर्ने सबमिट गर्ने कुराहरू यहाँ गर्छौँ है त अब यहाँ एउटा हाम्रो छुट्टीको भनेको बटन एउटा हो फर्म सबमिट गर्नको लागि बटन पनि मैले एड गरेँ भयो अब हामीले चाहिँ के गर्नु पर्यो भन्दाखेरि यो बटन सेभ गर्दाखेरि चाहिँ हामीले जुन यहाँ फर्म फिलअप गर्छौँ त्यो चाहिँ हामी सेभ होस् अन्त अहिले म अब यो बटन क्लिक गर्दाखेरि एक्सनको लागि यहाँ कोडिङ गर्दैछु के छ भन्दाखेरि सेभ भन्ने छ अब चाहिँ सेभ बटनमा क्लिक गर्दाखेरि कन्सेप्टहरू क्रिएट गर्छौँ कनेक्सन क्रिएट गर्छौँ त्यसैले इभेन्ट छ प्रिभेन्ट गर्नको लागि लोड नहोस् सबमिट गरेपछि अब यहाँ चाहिँ हाम्रो डाटा लिउँ होइन जुन चाहिँ फर्म डाटाबाट आउनेहरू चाहिँ फर्मबाट लिउँ त्यसको लागि चाहिँ यहाँबाट हेर्न पनि मिल्छ यसमा चाहिँ अब हाम्रो के हुन्छ भन्दाखेरि एउटा नेम हुन्छ एउटा भ्यालु हुन्छ होइन त्यसरी राख्नु नेम हुन्छ भने
चाहिँ यो चाहिँ के हो भन्दाखेरि हाम्रो यिनीहरू चाहिँ हाम्रो एउटा बुक भन्ने चाहिँ हाम्रो कम्पोजिसन हुन्छ मेन जस्तै अब्जेक्ट जेसमा अब्जेक्ट हुँदाखेरि बुकको नेम जनरा भने जस्तै मेन कम्पोजिसन चाहिँ हाम्रो बुक हुन्छ अरूको कन्सिडर भनेको चाहिँ कम्पोजिसन हुँदैन एउटा कन्सेप्ट कनेक्सन मात्रै हुन्छ एज नर्मली त्यसको लागि सुरुमा हामी एउटा एउटा बुक भनेर बनाउँछौँ है यसमा चाहिँ हाम्रो डिफ्रेन्ट प्यारामिटर हुन्छ सुरुको भनेको चाहिँ हाम्रो टाइप हुन्छ सुरुको हाम्रो मेन टाइप भनेको चाहिँ यसमा नै राखौँ सेकेन्ड भनेको हाम्रो त्यो हाम्रो डकुमेन्ट्समा पनि हेर्न सक्नुहुन्छ यिनीहरू हाम्रो यो प्याकेजबाट आउने हो एमएफटिएस ब्राउजर भन्ने प्याकेजबाट यसो रिफ्रेन्टिङ अब यो मेन सुरुको कम्पोजिसन भएको हुनाले यसलाई चाहिँ हामी सुरु गर्नुपर्छ युजर आइडी युजर आइडी हामीले यहाँबाट पनि निकाल्नु मिल्छ सुरु गरेर यो एक्सेस आइडी चाहिँ हामीले नर्मल राख्छौँ सेसन आइडीहरू यो मैले यहाँ युजर आइडी चाहिँ एउटा बुक भन्ने कन्सेप्ट भन्छ अब बुक भन्ने कन्सेप्ट बनेपछि चाहिँ के गर्नु पर्यो भन्दाखेरि चाहिँ यो बनेको कन्सेप्टसँग चाहिँ हाम्रो जुन हामीले डाटा लिन्छौँ त्योसँग चाहिँ एउटा कनेक्सन बनाउँछौँ बुक नेम बुक जेनरा भनेर त्यसको छुट्टै नेमको छुट्टै कन्सेप्ट हुन्छ र हाम्रो छुट्टै बुक छुट्टै कन्सेप्ट छ त्यसको कनेक्सन बिच चाहिँ नेम भनेर राख्छौँ है यसको लागि पनि सेम यही राख्नुहुन्छ यहाँ चाहिँ अब के आउँछ भन्दाखेरि जुन चाहिँ नेम आउँछ त्यो नेम हुन्छ अनि भ्यालु चाहिँ यसको रेफरेन्स चाहिँ भ्यालु राखिदिन्छ है त त्यो के गरेको भन्दाखेरि चाहिँ यो टाइप चाहिँ जुन हाम्रो यहाँबाट आउँछ नि यसको नेम राखेको छ भने नेम जुन जेन्डर छ जेन्डर त्यही नै टाइप बन्छ अनि जुन यहाँबाट हामी सिलेक्ट गर्छौँ यो टाइपको त्यही भ्यालु चाहिँ हाम्रो यो कन्सेप्टको चाहिँ रेफरेन्समा बस्छ है यो चाहिँ अब फर्स्ट गरौँ यो कम्पोजिसन होइन फर्स्ट गर्छ है त अब दुईटै कन्सेप्ट बनाएपछि यस बिच चाहिँ हामी कनेक्सन गर्छौँ जुन चाहिँ हाम्रो कनेक्सन बिट्विन भन्ने एउटा फङ्सन छ कनेक्सन बिट्विन एन्ट्री लोकल भन्ने छ यसमा चाहिँ तिनवटा प्यारामिटर हुन्छ जुन जुन चाहिँ एउटा चाहिँ हाम्रो सुरुको योसँग चाहिँ एन्ट्री कन्सेप्टसँग चाहिँ यो आइटम कनेक्सन हुन्छ जुन चाहिँ आइटम कन्सेप्ट कनेक्सन गर्ने जुन चाहिँ लिङ्कर भनेको चाहिँ हाम्रो नेम हुन्छ नेम भनेको मतलब चाहिँ जुन चाहिँ हाम्रो यहाँबाट आफ्नो नेम हुन्छ है त्यसपछि चाहिँ हामी यो भयो है यो भएपछि हामीले लोकल गरेपछि एउटा चाहिँ के गर्नुपर्छ भन्दाखेरि सबै कन्सेप्ट कनेक्सन बनाइसकेपछि हाम्रो डाटा बेसमा चाहिँ सिङ्क गर्नुपर्ने हुन्छ अब त्यसपछि चाहिँ हामी त्यसबाट चाहिँ हाम्रो अब के आउँछ भन्दा पोस्ट आइडीहरू आउँछ होइन भनेको नेगेटिभ आइडी आउँछ त्यसलाई चाहिँ हामी पोस्ट गर्नको लागि चाहिँ के गर्छौँ भन्दाखेरि आइडीबाट चाहिँ निकाल्छौँ So keep the concept in there. The concept on this one. This one's a ID र user ID टाइप गर्नेछु डाटाबेसको आइडी कन्टिन्यू गर्छ त्यसपछि हामीले अब यसलाई सो मात्रै गर्ने हो पार्ट चाहिँ यति मात्रै हो यति हो केसो पार्ट
अब यसलाई हामीले प्रिभ्यूमा हेर्छौँ है त हामी जुन डाटा क्रिएट गरौँ यो चाहिँ हामीले विशेष स्लाइडमा हामी हेर्न सक्छौँ हामीले कपी गरेको छ होइन बुक भन्ने आयो हामीसँग अब के हुनु पऱ्यो भन्दाखेरि नाम जन्म डेटिङ र डिटेल्स हुनु पऱ्यो होइन जस्तै यो बुकको नाम भयो बुक वान भनेर राखेको थियौँ बुक जन्म भन्ने फ्यान्टेसी डेटिङ भन्दा सेभेन बुक डिस्क्रिप्सन चाहिँ हाम्रो डिस्क्रिप्सन नाइस बुक भनेको थियो यसरी हामीले हाम्रो आफ्नो फर्मबाट चाहिँ एउटा सिम्पल डाटा क्रिएट गरेर डाटाबेसमा राख्न सकिन्छ हाम्रो फ्री स्किमा र प्याकेजहरू युज गरेर अब यसमा के छ तपाईँले नबुझ्नुभएको के छ भने भन्नु ल कस्तो छ अहिले यसमा के छैन भने चाहिँ म तपाईँलाई यसकोबाट लिस्ट गर्न देखाउन चाहन्छु बुझिरहेछ हामी फेरि अब एउटा को यो चाहिँ सेभ गर्ने पार्ट भयो भने एउटा लिस्ट गर्ने अर्को विजिट बनाएर देखाउँछु तपाईँलाई म यो पब्लिकको पनि चाहिन्छ भने चाहिँ है अब म लिस्टको एउटा अर्को लिस्ट गर्नुको लागि के भन्दा अब जसरी गर्न सक्यो तर अब अन अर्डर लिस्ट एलआईहरूमा युज गर्नुभयो भने सजिलो हुन्छ त्यसैले मैले एउटा सुरुमा चाहिँ टिभित्र म त्यो लिस्टहरू राख्छु टिभीमा चाहिँ यसमा चाहिँ हामीले अन अर्डर लिस्ट भन्ने छ हामीसँग एलिमेन्ट अन अर्डर लिस्ट छ सही लाग्यो भने हामी प्यारेन्ट हालिहाल्छौँ भनेको चाहिँ अब यो के को लिस्ट हो भनेर राखेको मैले यस्तो एउटा चाहिँ थ्रीवटा म अप एन्ड डाउन पनि गर्न सकिन्छ यहाँ हाम्रो अनअर्डर लिस्ट पहिले छ माथि त्यसैले मैले हामी लिस्ट भनेर राख्दिनँ त यसमा हाम्रो अनअर्डर लिस्ट यहाँ छ अब यसमा चाहिँ हामीले सिम्पली के हुन्छ भन्दाखेरि अब जुन चाहिँ हाम्रो बुकहरू छ त्यसको लिस्टको लागि हामीले फिस्कमा क्वेरी भन्ने हाम्रो इन्ट्रेस्ट प्याकेजको फङ्सन युज गर्नुपर्ने हुन्छ त्यसको लागि हामीले कोडिङ पार्टमा कोडिङमा चाहिँ हाम्रो अघि भने जस्तै बिफोर इन्डरमा चाहिँ हाम्रो प्रिस्टल अहिले चाहिँ हामी इन्डो पार्ट सम्म छ अब यसमा चाहिँ हामी सुरुमै हामीले फिस्कमा क्वेरीबाट डाटा हाल्छौँ त्यसले चाहिँ म्यानिपुलेट गरेर हामीले लिस्टमा राखेर देखाउँछौँ है त अब फिस्कमा क्वेरीको लागि चाहिँ मैले यसमा है त क्वेरीको लागि भन्ने छ यसमा चाहिँ हामी के हुन्छ भन्दाखेरि यसमा क्वेरी डट नेम भन्ने हुन्छ जुनले चाहिँ हामीलाई चाहिँ मल्टिपल हाम्रो क्वेरी छ भने चाहिँ यसले चाहिँ हामीलाई डिफाइन गर्न मद्दत गर्छ फिल्टरहरू युज गर्नलाई अहिले हाम्रो यो एउटा छ त्यसैले मैले फर्स्ट राखेँ जुन राख्दा त्यस्तो खासै फरक पर्दैन त्यसपछि हाम्रो फिस्कमा क्वेरिज भन्ने छ लिस्टमा चाहिँ कुन कुन क्वेरी छ त्यो यसमा राख्न सकिन्छ टाइप भनेको चाहिँ हाम्रो जुन अब बुक टाइप छ त्यही राख्नु त्यसपछि भनेको चाहिँ एउटा हाम्रो अब के हाम्रो बुकबाट चाहिँ के हाम्रो सेक्टर तान्ने त्यो चाहिँ अब सेलेक्टर्समा राख्छौँ के छ भन्दाखेरि
डिस्क्रिप्सन अन्त के भयो यसको लागि एउटा हामीले यसो फिसको क्वेरीमा राख्नुलाई एउटा टपमा एउटा हामीलाई चाहिँ एउटा चाहिन्छ त्यो चाहिँ के हो भन्दाखेरि एउटा नेम क्वेरी चाहिन्छ एउटा हामीले त्यो सिस्टम हो क्वेरीमा चाहिँ हामीले के चाहिँ छ भन्दाखेरि निम्नलिखित राख्थे यसको चाहिँ हाम्रो नेम चाहिँ मैले अब यो नेम क्वेरी चाहिँ हामी क्वेरिजभित्र राख्नुपर्ने हुन्छ कुन कुन क्वेरी गर्ने भन्ने हुनको लागि अब यहाँ चाहिँ म अरू दुईवटा के चाहिने प्यारामिटर भन्दाखेरि क्वेरी एउटा चाहिँ हाम्रो आउटपुट फर्मेट यसले चाहिँ कस्तो फर्मेटमा दिने भन्ने कुरा डिसाइड गर्छ एउटा चाहिँ डाटा डाटा आइडी नर्मल हुन्छ यसबाट चाहिँ डाटा आइडीबाट चाहिँ हाम्रो डाटा आइडीहरू पनि आउँछ पेजले चाहिँ कुन कति पेजको चाहिँ डाटा देखाउनु डिस्प्ले गर्ने कुरा हुन्छ यति भइसकेपछि हामीले चाहिँ यो क्वेरी गर्छौँ स्किमा क्वेरी लिसनर भन्ने छ एउटा त्यसबाट हामी डाटा तान्छ स्किमा क्वेरी लिसनर यसमा चाहिँ हामीले अब यसलाई चाहिँ सब्सक्राइब गर्नुपर्छ अब यहाँबाट जुन आउने चाहिँ आउटपुट चाहिँ हाम्रो डाटा हो यसलाई हामीले चाहिँ अब रन गरेर हेर्न सक्छौँ हामीले चाहिँ कन्सोल गरेर कन्सोलमा हेरौँ आउटपुटमा हाम्रो एउटा एरियामा चाहिँ के छ भन्दाखेरि डाटा छ डाटाभित्र बुक छ बुकभित्र हाम्रो अरू डिटेल्स छ चाहिँ नेम छ नेममा बुक हुन्छ जेनरलमा फ्यान्टासी डिस्क्रिप्सन रेटिङमा 7 होइन यही छ अब यसलाई चाहिँ हामीले यहाँ लिस्टमा चाहिँ हजुरले जे सक्छ भने जेसको काम हो जस्तै उसको क्रेडिट छ भने चाहिँ अब हाम्रो चाहिँ के हुन्छ भने यसमा एक्सटेन्ड त डाटा छ नि name of person to put that to put name put data को हम तो name हो split name data dot name करने वाली नोट्स है वाले सब नोट्स सब कॉपी और book name book चिन्ह book name data change होगा सुनो अनि त्यसपछि रेटिङ छ रेटिङमा पनि हामीले यो नेमलाई रेटिङ गर्दा हुन्छ किनकि हाम्रो डाटा स्ट्रक्चरमा पनि
हेर्न सक्नुहुन्छ रेटिङ गर्नुभयो भने यसरी हुन्छ जस्तै रेटिङमा हाम्रो जतिको भयो बुक रेटिङभित्र डाटा छ डाटाको द रेटिङ छ त्यो अनुसारले हामी 7 आउँछ है जस्तै डिस्क्रिप्सनमा राख्छु सो डिस्क्रिप्सनमा चाहिँ डिस्क्रिप्सन भयो अब यो चाहिँ हाम्रो अब चाहिँ डाटाहरू आयो होइन त्यसले चाहिँ अब हामी एलाइमा राख्छौँ है त एलाइमा राखेर हाम्रो यो जुन युएलमा युएलमा चाहिँ रिपेयर गरिदिन्छ जसले गर्दा चाहिँ डिस्प्ले हुन्छ डाटाहरू अब के गरौँ भन्दाखेरि चाहिँ एउटा यसलाई क्रिएट गरौँ त्यसबाट त्यसभित्रमा सिम्पली के गर्छौँ भन्दाखेरि बुक लिस्ट आइटममा इन्स्ट्रुमेन्टमा चाहिँ हाम्रो जुन माथिबाट आएको डाटाहरूलाई छ त्यसलाई चाहिँ सिम्पली सर्च सुनिश्चित अब हिस्ट्रीमा टाइप बुकिङ ट्यागमा सजिलो हुन्छ तपाईँले एकछिनमा देख्नुहुन्छ त्यसपछि बुझ्नुहुन्छ तपाईँले आइडी युज गरेर डिलिट गर्ने अपडेट गर्ने अप्सन पनि गर्न सक्नुहुन्छ मैले बुक आइडी डिटेल्समा देखाउँछु नेम चाहिँ मैले genre चाहिँ मैले बुक genre चाहिँ मैले त्यहाँ त रेटिङ चाहिँ मैले दिन्छु एउटा के भन्छ यसलाई रेडी भयो अब यसको लागि चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि चाहिँ हाम्रो इमेलमा चाहिँ यसो गर्थ्यो थाहा छ है ठिकै छ यो के राखेको छु आइडी सेभ गरेको थियो क्या सेभ गरेको छु यसको चाहिँ document book list open मात्र गरेर book list चाहिँ यो भन्दाखेरि यस रेटिङमा चाहिँ open गर्छु है त सुरुमा आउँदाखेरि चाहिँ यसमा चाहिँ इन्ट्री गरिदिन्छु जसले गर्दा खाली हुन्छ अनि त्यसपछि चाहिँ यिनीहरूले फेरि लिस्ट गरिदिन्छ है त सेभ गर्छु है त list keep book.name अब यहाँ हाम्रो लिस्टमा देख्न सक्नुहुन्छ यहाँ मैले यहाँ के छ डमा चाहिँ हिस्ट्री छ अब बुक हाम्रो लिस्ट भयो अब हजुरले चाहिँ उता एड गर्नुभयो भने चाहिँ तपाईँको यहाँ लिस्ट चाहिँ अपडेट हुन्छ तपाईँ यो लिस्टलाई चाहिँ जसरी पनि अब सिएस युज गरेर डिजाइनहरू राम्रो गर्न सक्नुहुन्छ जस्तै के हो
यसरी दिएर जुन चाहिँ डिस्प्ले देखाउनु भएको छ यसरी गर्न सक्नुहुन्छ। Hope you understand के छ भने भन्नु न। एउटा क्वेसन छ मेरो। हेलो आज मैले यो हजुर भन्नुहोस्। क्वेसन सुनिरहनु भएको छ? क्वेसन सुनिरहेको छु भन्नुहोस् न। ए हाम्रो चाहिँ यो जस्तै मैले लिस्ट गरेँ अनि उता क्रिएट गरेपछि यो लिस्ट बनाउँदाखेरि हाम्रोमा मैले पेज रिफ्रेस गर्नुपर्छ कि पर्दैन? यो लिस्ट क्रिएट गरेर लिस्ट गर्ने यो दुईटैलाई एउटै विजेटमा राख्न मिल्छ कि मिल्दैन? मैले राख्न मिल्छ अनि लिसन गर्नुपर्ने हुन्छ त्यो डाटा क्रिएट गरेन भनेर। त्यो क्रिएट र लिस्ट गर्नलाई एउटै विजेटमा राख्न मिल्छ मैले? मिल्छ। हस् के छ भने भन्नुहोस्। आजको लागि सायद यति नै होला यो वेबिनारमा। होप तपाईँले के सिक्नुभयो होला। भोलि पनि या कुनै दिन फेरि वेबिनार हुँदाखेरि अर्को टपिकमा वेबिनार हुनेछ, कृपया जोइन गर्नु होला। केही छ भने हाम्रो कम्युनिटीमा फिडब्याक सपोर्टहरूको लागि फिडब्याक दिनु होला। थ्याङ्क यू। Thank you.